नमस्ते सबैजनालाई। आज चाहिँ हामी इन्जिनियरिङ लाइसेन्स एक्जामको च्याप्टर 1 को बारेमा पढ्न गइरहेका छौँ। च्याप्टर 1 पनि यसमा सबै कभर गर्दिनँ होइन। म चाहिँ ड्रइङको बारेमा मात्रै कभर गरेछु किनकि यो भिडियो लामो हुन्छ, जसले गर्दा चाहिँ हेर्दा पनि झ्याउ लाग्छ होइन। त्यही भएर म छोटो छोटो पार्ट गरेर राखिदिएको हुन्छु अनि च्याप्टर वाइज चाहिँ प्लेलिस्टहरू गराउँदै गएको हुन्छ होइन। सो हामी चाहिँ अब स्टार्ट गरौँ है। अनि मेसिन ड्रइङ भनेको चाहिँ भन्नै पर्दैन, हजुरले पढ्न पनि सक्नुहुन्छ। कुनै पनि कम्पोनेन्टलाई चाहिँ रिप्रेजेन्ट गर्छ, त्यसको डाइमेन्सनहरू दिएर सबै दिएर ड्रइङहरूमा जब हामीले रिप्रेजेन्ट गरिन्छ त्यसलाई नै मेसिन ड्रइङ भनिन्छ। कम्पोनेन्ट भयो वा मेसिनहरू भयो होइन। टाइप्स अफ ड्रइङमा चाहिँ हाम्रो पार्ट ड्रइङ हुन्छ, एसेम्बली ड्रइङ भयो, सेक्सनल भयो, एक्सप्लोर भ्यू ड्रइङ भयो होइन। पार्ट ड्रइङमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ हजुरले डिटेल ड्रइङ भनेको छ होइन। पार्ट ड्रइङमा के हुन्छ भने एउटा कम्पोनेन्ट वा मेसिन बनाएर धेरै पार्ट जोडेर बनेको हुन्छ होइन। पार्ट ड्रइङमा हामीले ती सबै पार्ट्सहरूको डिटेलमा ड्रइङ राखेको हुन्छ, त्यसको डाइमेन्सन दिएको हुन्छ होइन। अनि टोलरेन्सहरू दिएको हुन्छ, सबै डिटेलिङमा दिएको हुन्छ। पार्ट वाइज इन्डिभिजुअल पार्ट्स वा इन्डिभिजुअल कम्पोनेन्ट भन्न सकिन्छ अफ अ मेसिनको। यहाँ पनि लेखेको छ एन इन्डिभिजुअल कम्पोनेन्ट अफ अ मेसिन भनेर लेखेको छ, हजुरले हेर्न सक्नुहुन्छ। एसेम्बल ड्रइङ भनेको चाहिँ सबै पार्टलाई एकै ठाउँमा हाम्रो ल्याएर फिट गरिन्छ वा जोइन गरिन्छ एउटा मेसिन बनाउनको लागि होइन। वा एउटा कम्प्लिट मोडल गराउनको लागि भन्छ, त्यसलाई एसेम्बली ड्रइङ भन्छ। जसमा चाहिँ सबै पार्टलाई हामी जोडिन्छ, त्यो जुन फाइनल मोडल वा फाइनल मेसिन वा कम्प्लिट मेसिन हुन्छ जब हामीले फिट गरेर जोडेर भएपछि त्यो चाहिँ हामीले ड्रइङमा देखाउँदाखेरि चाहिँ एसेम्बली ड्रइङ भनिन्छ त्यसले होइन। सेक्सनल ड्रइङ भनेको चाहिँ कुनै पनि कम्पोनेन्टको इन्टरनल डिटेलहरू देखाउन पऱ्यो अरे होइन। बिचको जुन हाम्रो एउटा कम्पोनेन्ट छ त्यसलाई चाहिँ भित्र बिचहरूमा होलहरू हुनसक्छ, अरू नट बोल्ट्सहरू केही हुनसक्छ, त्यो चाहिँ हामीले एउटा डिटेलमा देखाउन पऱ्यो भने चाहिँ हामीले एउटा पार्टलाई कट गरेर चाहिँ एउटा प्लेन चुज गरिन्छ, राइट टप फ्रन्ट चुज गरेर एउटा कट गरिन्छ, त्यो भित्रको पार्ट देखाइन्छ। अनि यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले सेक्सनल भ्यू पनि भन्न सक्छ होइन। सेक्सनल भ्यूमा कस्तो हुन्छ भन्दाखेरि सेम प्रोसेस हुन्छ। सेक्सनल भ्यूमा चाहिँ हजुरको चाहिँ हजुरले चाहिँ एउटा चिज ध्यान राख्नुपर्ने के छ भन्दाखेरि सेक्सनल आउँदा बित्तिकै हजुरको ह्याचिङहरू हुन्छ है। जब हामीले कट लाइन्छ एउटा प्लेन लिएर होइन, प्लेन लिएर एउटा हामीले जब कट लाइन्छ त्यसमा त्यो जब त्यो कट हुन्छ त्यहाँ चाहिँ ह्याचिङहरू हुन्छ कि हो। त्यो क्वेसनमा सोध्न सक्छ होइन। सेक्सन भ्यू कट भएपछि कस्तो लाइन हुन्छ वा डटेड लाइन हुन्छ कि ड्यास हुन्छ कि ह्याचिङ हुन्छ त्यो सोध्न सक्छ होइन सेक्सनल भ्यूमा होइन। यो चाहिँ हाम्रो ड्रइङको कुरा गरौँ, म चाहिँ त्यही भएर एकैचोटि एक्सप्लेन गरेको कि भ्यू र ड्रइङको बारेमा। सो एक्सप्लोडेड भ्यू ड्रइङ भनेको कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामीले एउटा मेसिन भयो होइन, त्यहाँभित्र धेरै पार्टहरू जोइन हुन्छ होइन। त्यो चाहिँ हामीले के गरिन्छ भने त्यो भित्र सबै पार्टहरूलाई चाहिँ बाहिर छरिन्छ कि पुरै होइन। छर्ने भनेको बाहिर सेपरेट गरेर निकालिन्छ, त्यो एक्सिस एलो हुँदै एक्सिससँग, जसले गर्दा चाहिँ हामीलाई थाहा हुन्छ कि त्यहाँ चाहिँ यो पार्ट्सहरू छ भनेर चाहिँ हामीलाई थाहा हुन्छ होइन। सो मैले चाहिँ हजुरले एउटा इक्जाम्पल दिन्छु यहाँ। सेक्सनल भ्यू भनेको त हजुरले बुझ्नुभयो। सपोज हामीले यहाँ एउटा प्लेन लियौँ होइन, प्लेन लिएर कट लाग्यो भने चाहिँ हाम्रो यस्तो आयो सपोज होइन भने चाहिँ यहाँ चाहिँ ह्याचिङ हुन्छ। जब हामीले कट लाग्यो एउटा सेक्सनल वा भित्रको डिटेलिङहरू देखाउनलाई कट लाग्यो भने चाहिँ यहाँ चाहिँ ह्याचिङ लाइनले चाहिँ यो सेक्सनल भ्यूलाई रिप्रेजेन्ट गर्छ होइन। अनि अब यस्तो गरिदिइहालेँ त। अनि अब आयो एक्सप्लोडेड भ्यू आयो अरे होइन। एक्सप्लोडेड भ्यूमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँ यस्तो देखायो होइन। यहाँभित्र पार्ट कम्पोनेन्टहरू लाइक एउटा मेसिनभित्र पार्टहरू छ भने चाहिँ हामीले यसको एक्सिसहरूमा चाहिँ के गरिन्छ भन्दाखेरि यसलाई बाहिर निकालेर सो गरिन्छ होइन। त्यसलाई चाहिँ एक्सप्लोडेड भ्यू ड्रइङहरू भनिन्छ होइन। एउटा कम्पोनेन्ट वा एउटा मेसिनभित्रको भएको पार्ट्सहरू वा कम्पोनेन्ट्सहरू चाहिँ बाहिर एउटा छर्ने काम भनिन्छ नेपालीमा होइन। सर्लक्क बाहिर देखाइन्छ निकालेर, त्यसलाई चाहिँ एक्सप्लोडेड भ्यू वा एक्सप्लोडेड ड्रइङ पनि भनिन्छ। यो चाहिँ हामीले चाहिँ इफ हजुरले डिजाइनहरू गर्नुभएको छ भने त हजुरलाई थाहा पनि होला होइन। सपोज हाम्रोमा पनि कस्तो हुन्छ भन्दाखेरि चाहिँ डिजाइन गरेको हुन्छ, त्यसलाई चाहिँ हामीले जब ड्रइङमा रिप्रेजेन्ट गर्न परेको हुन्छ हामीले चाहिँ यसै एक्सप्लोड भ्यू गरेको पनि एउटा ड्रइङ सिट गराएको हुन्छ क्या। सो यो पनि त्यस्तै हो होइन। सो अब हामी चाहिँ एमसिक्यूमा जाऊँ होइन सर। र एमसिक्यू हेर्नुहुन्छ भने चाहिँ which drawing shows how multiple components are assembled together
फर्म अफ कम्प्लिट मेसिन भनेको छ होइन। यसको चाहिँ एसएमएल ड्रइङै भयो, सबै कम्पोनेन्टले एकै ठाउँ राखेर एउटा कम्प्लिट मेसिन गराउनु भनेको नै एसएमएल ड्रइङको कुरा भन्छ होइन। अनि विच ड्रइङ टाइप प्रोभाइड्स अल म्यानुफ्याक्चरिङ डिटेल्स अफ अ सिङ्गल कम्पोनेन्ट। यहाँ चाहिँ माथि हेर्न सक्नुहुन्छ डिटेल ड्रइङ भन्यो भने चाहिँ पार्ट ड्रइङ भनेर नि बुझ्यो हुन्छ होइन। यहाँ पनि भनेको छ ड्रइङ प्रोभाइड्स अल म्यानुफ्याक्चरिङ डिटेल्स अफ सिङ्गल कम्पोनेन्ट भनेको पार्ट भयो त्यो होइन, एउटा सिङ्गल भएको पार्ट भयो। एसएमएल भनेको सबै पार्ट्सहरू एकरा फिट गऱ्यो भने चाहिँ त्यो चाहिँ एसएमएल। सो यसमा चाहिँ पार्ट ड्रइङ हुन्छ होइन। अनि अब हामी ड्रइङ द्याट कट थ्रु एन अब्जेक्ट टु सो इन्टरनल फिचर मैले भनिसकेँ। एउटा प्लेन लिएर हामीले चाहिँ कुनै पनि एउटा कम्पोनेन्टको इन्टरनल वा एउटा पार्टको इन्टरनल फिचर देखाउन छ भने हामीले प्लेन लिएर त्यसलाई कट गरिन्छ होइन। अब अफसेट चाहिँ जति पनि हुन पायो आफ्नो हिसाबले त्यो हामीले कट गरेर भित्रको इन्टरनल पार्ट देखाइन्छ होइन। सो त्यो भनेको चाहिँ सेक्सनल ड्रइङ भयो। यहाँ चाहिँ ह्याचिङ पनि हुन्छ है। सेक्सनल भ्यूहरूमा चाहिँ ह्याचिङ हुन्छ, जो हामीले जब चाहिँ हामीले एउटा कम्पोनेन्टले एउटा पेन लिएर चाहिँ त्यसलाई चाहिँ कट गरिन्छ होइन भने चाहिँ त्यहाँ चाहिँ यसलाई चाहिँ ह्याचिङ गरेर चाहिँ सो गरिन्छ। यो सेक्सनल भ्यू हो भनेर। इन सेक्सनल भ्यू द मेटेरियल कट इज रिप्रेजेन्टेबल यहाँ होइन, यहाँ सोधेछ क्रस ह्याचिङ लाइन्सहरू हुन्छ होइन। हजुरले याद गर्नु, यो आउनु पनि सक्छ इक्जाममा होइन, नआउनु पनि सक्छ आफ्नो अब इक्जाममा जस्तो क्वेसन पनि आउँछ। इन विच ड्रइङ सोज कम्पोनेन्ट स्पेस अपार्ट बट एरेन्ज इन अर्डर अफ एसएमएल भनेको एक्सप्लोडेड भ्यू ड्रइङमा हुन्छ होइन। सबै कम्पोनेन्टहरू स्पेस भएको हुन्छ, त्यसको बाहिर निकालेको छ, तर एरेन्ज इन द अर्डर अफ एसएमएल त्यसको एक्सिसमै बाहिर निकालेको हुन्छ है। त्यो थाहा हुन्छ कि त्यो पार्ट कहाँ हो भने। ड्रइङ द्याट इज मस्ट पावरफुल द ड्रइङ द्याट मस्ट युजफुल है फर टेक्निकल ड्युरिङ द डिसेम्बल और रिसेम्बल अफ द मेसिन इज कल एक्सप्लोरेड भ्यू ड्रइङ भयो। सेम हो होइन। त्यो चाहिँ हजुरले क्वेसन बुझ्नुभएको होला होइन। ड्युरिङ द डिसेम्बल वा रिसेम्बल गर्न पऱ्यो भने होइन युजफुल हुने टेक्निक भनेको एक्सप्लोरेड भ्यू भयो। त्यो एक्सप्लोरेड भ्यूको कम्पोनेन्ट बाहिर निकाल्यो फेरि त्यसलाई भित्र लाग्यो, त्यो त भइहाल्यो होइन। एक्सप्लोरेड भ्यू ड्रइङ कुरा भइहाल्यो। अब यहाँ चाहिँ हजुर लाइन्स टाइप अफ लाइन इन ड्रइङ युजको बारेमा छ, हजुरले यहाँ हेर्न सक्नुहुन्छ होइन। हिडन एज भयो, ड्यासले रिप्रेजेन्ट गर्छ होइन। अनि ह्याचिङहरू भयो, यो चाहिँ कट सर्फेस मैले भनिसकेँ। सेक्सनल भ्यू होइन, मैले हजुरले सेक्सनल ड्रइङमै भनिसकेँ सेक्सनल भ्यूको बारेमा पनि। अब चाहिँ हामी एमसिक्यूमा जाऊँ होइन यसको। सो इन विच लाइन टाइप इज युज टु रिप्रेजेन्ट द भिजिबल एज ओर आउटलाइन इन अ मेसिन ड्रइङ भने चाहिँ यहाँ चाहिँ कन्टिन्यू थिक लाइन युज गरिन्छ। त्यो हजुरले कुनै कन्फ्युजन छ भने चाहिँ मैले चाहिँ त्यही भएर यहाँ एक्सपिरियन्स पनि राखिदिएको छु होइन। सो हजुरले यो एक्सपिरियन्स पनि हेर्न सक्नुहुन्छ। अब क्वेसन नम्बर 2 मा जान्छ भने चाहिँ द थिन लाइन विथ द अल्टरनेटिङ लङ एन्ड सर्ट डट्स ड्यास युज टु इन्डिकेट हिडन फिचर्स इज कल भनेको चाहिँ ड्यास वा हिडन लाइनको कुरा गरिरहेको हुन्छ। अप्सनमा अरूको चेन्ज छ, कन्टिन्युस छ होइन, सेक्सनल छ, यसो चाहिँ हुन्छ ड्यास। सो विच लाइन टाइप इज युज टु सो द सेन्टर अफ अ पार्ट ओर सिमेट्रिक अब्जेक्ट भने कन्टिन्युस थिक लाइन छ, ड्यास लाइन छ, चेन थिन लाइन छ। चाहिँ हामीले चाहिँ चेन थिन लाइन हुन्छ जसले चाहिँ सेन्टर अफ अ पार्ट ओर आइसोमेट्रिक अब्जेक्टलाई सो गर्छ। द लाइन युज टु इन्डिकेट द कटिङ पेन ओर सेक्सन भ्यू इन अ ड्रइङ कर के हुन्छ? सेक्सनल लाइन हुन्छ होइन, त्यो त अभियसली भइहाल्यो। वा अब ह्याज लाइन क्रस ह्याज लाइन भनेको भने त्यो हुन्थ्यो, अब सेक्सनल लाइन भन्छ त्यो भइहाल्यो। अब चाहिँ हामी भ्युजहरूको बारेमा पढौँ होइन। भ्युजमा त्यो सेक्सनल भ्यू पनि हुन्छ, एक्सप्लोरेटिभ भ्यूहरू पनि हुन्छ, तर मेनली चाहिँ हाम्रो अर्थोग्राफिक भ्यू हुन्छ अनि आइसोमेट्रिक भ्यूहरू भयो होइन, प्रोस्पेक्टिभ भ्यूहरू भयो, एक्जिलरी भ्यू भयो होइन। सो मेनली चाहिँ अर्थोग्राफिक भ्यू भनेको कस्तो भ्यू हो भन्दाखेरि चाहिँ जहाँ चाहिँ हाम्रो मल्टिपल भ्यूहरू देखाउँछ तर त्यो चाहिँ फ्ल्याट भ्यू हुन्छ होइन, एउटा डाइरेक्सनबाट मात्र देख्न सकिन्छ होइन। जस्तो हामीले कपीमा एक्सर्साइज गर्छौँ एउटा नर्मल त्यस्तो भ्यू हुन्छ होइन, जसले चाहिँ हामीले ड्रइङहरू गराउँदा पनि म्याक्सिमम् अर्थोग्राफिक भ्यूहरू हेरेर चाहिँ गराउँछौँ होइन। अर्थोग्राफिक भ्यू चाहिँ दिएको हुन्छ, त्यहाँ डाइमेन्सनहरू दिएको हुन्छ, ह्याज लाइनहरू दिएको हुन्छ, हिडन लाइनहरू दिएको हुन्छ, इफ त्यहाँ होल्सहरू केही छ भने चाहिँ त्यो भयो अर्थोग्राफिक भ्यू होइन, जहाँ चाहिँ एउटा डाइरेक्सनमा एउटा फ्ल्याट भ्यू दिएको हुन्छ। हरेक अब्जेक्ट यो चाहिँ हरेक भ्यूको छुट्टै दिएको हुन्छ होइन, एकै ठाउँ दिएको हुँदैन। एउटा भ्यूको एउटा
फ्ल्याट भ्यू हुन्छ लाइक टप साइड फ्रन्ट भ्यूहरू भयो होइन। अब आइसोमेट्रिक भ्यू भनेको चाहिँ कस्तो हुन्छ भने त्यो सबै हाम्रो चाहिँ अल साइड देखेको हुन्छ। त्यो कम्पोनेन्ट जुन हामीले चाहिँ यहाँ भ्यू हेरौँ नि त मल्टिपल फ्ल्याट भ्यूहरू कुनै कुनै पनि एउटा कम्पोनेन्ट छ भने त्यो कम्पोनेन्ट एउटा कम्पोनेन्ट होइन एउटा ड्रइङको कुरामा कुनै एउटा ड्रइङ छ भने त्यो ड्रइङ लाइक 3Dमा कस्तो देखिन्छ भनेर चाहिँ हामीले आइसोमेट्रिक भ्यूमा हेर्न सकिन्छ होइन। अर्थोग्राफिक भ्यूमा त्यो फ्ल्याट भ्यू हामीले देखिन्छ होइन। त्यहाँ चाहिँ फ्रन्ट टप साइड भ्यूहरू चाहिँ अलग अलग फ्ल्याट भ्यूहरूमा हुन्छ होइन। अलग अलग साइड साइडमा ड्रइङ हुन्छ। यसमा चाहिँ एउटै अब्जेक्ट होइन एउटै भ्यूमा चाहिँ अब्जेक्ट होइन एउटै भ्यूमा चाहिँ हामीले सबै 3टा साइडहरू देख्न सकिन्छ होइन। यहाँ पनि लेखेको छ अल साइड्सहरू होइन हाइट वेट डेप्थ एउटै भ्यूमा देख्न सकिन्छ भने चाहिँ अर्थोग्राफिकमा चाहिँ हामीले हरेक भ्यूको लागि सेपरेट सेपरेट भ्यू हुन्छ होइन। यसमा चाहिँ एउटै भ्यूमा देख्न सकिन्छ। अनि क्वेसन के सोध्न सक्छ भन्दाखेरि हरेक भ्यूको एङ्गल कति हुन्छ होइन त्यो सोध्न सक्छ। यहाँ चाहिँ 120 छ र यो म चाहिँ हजुरले एउटा लेखेर एक्सप्लेन गर्छु है त। कस्तो हुन्छ भन्दाखेरि अर्थोग्राफीमा थाहा छँदैछ हजुरलाई होइन तपाईँले एकचोटि भनिदिन्छु। अर्थोग्राफीमा हरेक फ्ल्याट भ्यूहरू दिएको हुन्छ है। सो यस्तो भयो होइन फ्रन्टको छुट्टै हुन्छ साइडको छुट्टै हुन्छ टपको छुट्टै हुन्छ होइन। तर आइसोमेट्रिकमा चाहिँ एउटा भ्यू हुन्छ त्यसले 3टाले रिप्रेजेन्ट गर्छ भन्ने कुरा यो भइहाल्यो होइन। यहाँ चाहिँ हाम्रो कस्तो हुन्छ एउटा हाम्रो कोअर्डिनेट लाइन भयो त्यो चाहिँ 0 कोअर्डिनेट पनि भन्न सक्नुहुन्छ वा एक्सिस यो ओरिजिन पोइन्ट भन्न सक्नुहुन्छ। ओरिजिन पोइन्टबाट कस्तो हुन्छ भन्दाखेरि हाम्रो 30 डिग्री एङ्गल लिएर चाहिँ हाम्रो सो भएको हुन्छ एउटा पोइन्टबाट होइन। यो पोइन्टबाट चाहिँ 30 डिग्री एउटा दुईवटा साइडमा 30 डिग्री एङ्गलमा चाहिँ यो भ्यू देखेको हुन्छ होइन। 30 डिग्री एङ्गल हुन्छ र हाम्रो चाहिँ जुन हाम्रो भ्यू देखिन्छ माथिबाट साइड एउटा जुन भ्यू देखिन्छ त्यो चाहिँ 120 डिग्रीको हुन्छ होइन। 120 डिग्रीको हुन्छ होइन। हरेक भ्यू चाहिँ 120 डिग्रीमा चाहिँ 120 डिग्री हुन्छ हरेक भ्यूको लागि चाहिँ। अनि हाम्रो चाहिँ जब हाम्रो यो आइसोमेट्रिक भ्यू भन्नु चाहिँ एउटा ओरिजिन वा कोअर्डिनेटबाट चाहिँ 0 मान्ने पनि हुन्छ होइन। त्यो ओरिजिनबाट चाहिँ 30 डिग्री एङ्गलमा एङ्गल लिएर चाहिँ बनेको हुन्छ सो भएको हुन्छ होइन। सो अनि यहाँ चाहिँ अनि प्रोस्पेक्टिभ भ्यू भनेको नि कस्तो हुन्छ भन्दाखेरि आइसोमेट्रिक भनिसकेँ होइन मैले आइसोमेट्रिक भनिसकेँ। यो चाहिँ कस्तो मैले चाहिँ अलि राम्ररी एक्सप्लेन गर्न खोजेछु बट भइरहेको छैन होइन। सो हजुर यो ड्रइङ पनि हेरेर सम्झिन सक्नुहुन्छ होइन। हरेक भ्यू 120 डिग्री एङ्गलमा देखेको हुन्छ कि है। हरेक भ्यू 120 डिग्री एङ्गलमा देखेको हुन्छ। अनि यो भ्यू चाहिँ एउटा लाइनबाट चाहिँ होइन 30 डिग्री एङ्गल दुईटै साइडबाट चाहिँ बनेको हुन्छ त्यो एङ्गल लिएर बनेको हुन्छ यो होइन। सो यहाँ प्रोस्पेक्टिभ भ्यू भनेको चाहिँ हामीले यो चाहिँ मेनली चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले 3Dमा कस्तो देखिन्छ हेर्नको लागि होइन रियलिस्टिक कस्तो देखिन्छ भन्नको लागि मात्रै युज हुन्छ। यसोमा चाहिँ ड्रइङमा चाहिँ त्यसले युज गरिँदैन किन भन्दाखेरि यो चाहिँ हाम्रो डाइमेन्सनहरू नाप्न गाह्रो हुन्छ नि त होइन। 3D भ्यूमा डाइमेन्सनहरू नाप्न गाह्रो हुन्छ होइन। तर हाम्रो अर्थोग्राफिक भ्यूमा सजिलै नाप्न सकिन्छ होइन। त्यही दिएको नि हुन्छ नाप्नु सजिलो हुन्छ डाइमेन्सन। प्रोस्पेक्टिभ भ्यूमा चाहिँ यहाँ पनि लेखेको होला कतै बिकज इट हार्ड टु मेजर द डाइमेन्सनहरू भयो सब मेजर गर्न गाह्रो हुन्छ। सेक्सनल भ्यू भनेको त भने चाहिँ कटिङ इन्टु 2 पार्ट्स हुन्छ एउटा प्लेन लेयर चाहिँ हामी त्यसलाई कट गरिन्छ है। सो हामी MCQतिर जाऊँ होइन। विच अफ द फलोइङ भ्यू सोज द अब्जेक्ट इज अ सिन फ्रम द फ्रन्ट। ऑर्थोग्राफी obviously यहाँ चाहिँ कि फ्रन्ट भ्यू इज अ 2D प्रोजेक्सन द्याट सोज द अब्जेक्ट एक्ज्याक्टली एज इट एपियर्स फ्रम द फ्रन्ट होइन। हाम्रो फ्ल्याट भ्यू देखिन्छ अर्थोग्राफिकमा। आइसोमेट्रिकमा 3D भ्यू देखिन्छ जसको चाहिँ हरेक भ्यू चाहिँ 120 डिग्री एङ्गल लिएर बनेको हुन्छ होइन। सो यहाँ चाहिँ भनेको होला आइसोमेट्रिक भ्यू सोज द अब्जेक्ट विथ द डाइमेन्सन एलोङ विथ द 30 डिग्री एङ्गल भनेको चाहिँ यो है। यो हाम्रो 30 डिग्री एङ्गल लिएर बनेको हुन्छ। यहाँ चाहिँ भ्युजहरू चाहिँ 120 डिग्रीको उसमा एङ्गलमा हुन्छ सबै भ्यूहरू। अनि साइड चाहिँ 30 डिग्री एङ्गलले बनेको हुन्छ होइन। क्वेसन सोधेको पनि छ सोध्नु पनि सक्छ है। र इक्जाममा सोधेको भन्दा पनि यो हजुरको वेबसाइटहरू हुन्छ नि त प्र्याक्टिस गर्नको लागि त्यहाँ चाहिँ सोधेको पनि छ होइन।
सो त्यहीँबाट ल्याएर राखेको मैले पनि हजुरले हेर्न सक्छु विथ द डाइमेन्सन अफ एरर भइहाल्यो र पर्सपेक्टिभ इज युज टु रिप्रेजेन्ट हाउ एन अब्जेक्ट एपियर्स विथ द ह्युमन आइज यही हुन्छ होइन यो चाहिँ सो मल्टिपल अर्थोग्राफिक प्रोजेक्सन हुने कुरो भएन प्रोभाइड एकुरेट मेजरमेन्ट हुने कुरो भएन मैले अहिले भनिसकेँ कि पर्सपेक्टिभ भ्यूमा चाहिँ हामीले डाइमेन्सन गर्न गाह्रो हुन्छ मेजरमेन्ट गर्न गाह्रो हुन्छ होइन त्यही भएर यो मेजरमेन्टको एकुरेसी त हुँदै हुँदैन कट थ्रु एन अब्जेक्ट भनेको चाहिँ सेक्सनल भ्यूको लागि भयो सो हाम्रो चाहिँ लास्ट अप्सन हुन्छ रिप्रेजेन्ट हाउ एन अब्जेक्ट एपियर्स टु सी यो ह्युमन आई यो चाहिँ आइसोमेट्रिकमा पनि देखेको हुन्छ होइन यो पनि आइसोमेट्रिक भनेको होइन यो भन्न पनि सकिन्छ आइसोमेट्रिक पनि त्यही जो होइन त्यही भन्दा नि त्यस्तै हो यहाँ चाहिँ भन्यो सो द 3 भर्जन अफ अब्जेक्ट आर विथ द अल साइड इन वान भर्जन इट मेक्स द अब्जेक्ट लुक लाइक अ रियलिस्टिक एन्ड हेल्प टु अन्डरस्ट्यान्ड हाउ इट लुक्स इन रियल लाइफ होइन आइसोमेट्रिक भनेको चाहिँ त्यो पनि हो हामी चाहिँ अब हामी कहाँ छौँ सेक्सनल भ्यू भइहाल्यो यहाँ चाहिँ हामी अनि हाम्रो स्केलिङहरूको बारेमा चाहिँ सोध्न पनि सक्छ इक्जाममा होइन सोध्नु त सक्छ तापनि सर हेरौँ स्केलिङहरू बारेमा होइन ड्रइङ र अब्जेक्टको स्केलिङको बारेमा छ होइन भनेको छ लाइक एमसिक्यू त्यही बारेमा छ सो हामी एमसीको प्रडक्ट बुझौँ त कस्तो हुन्छ फुल स्केल इन्जिनियरिङ ड्रइङ इज रिप्रेजेन्टेड फुल स्केल के देखाउँछ 1:1 देखाउँछ होइन यहाँ 2:1 1:2 देखायो 10:1 पनि दिएको छ म भन्छु होइन यसको बारेमा कस्तो खाले क्वेसन आउँदा चाहिँ हाम्रो यिनीहरू अप्सन हुन्छ यहाँ तल राखेको पनि छु मैले होइन राखेको छु मैले अब यहाँ हेर्न सक्छु विच अफ द फलोइङ इज अ रिड्युसिङ स्केल यहाँ 1:1 भनेको चाहिँ रिड्युसिङ स्केल अनि फुल स्केल भयो हामी माथि पनि पढ्यौँ होइन यहाँ चाहिँ फुल स्केलको एक्सप्लेन के छ भन्दाखेरि मिन्स द ड्रोइङ एन्ड अब्जेक्ट आर एट द सेम साइज होइन सेम 1:1 को सेम साइज ड्रोइङ अब्जेक्ट सेम साइज हुन्छ रिड्युसिङ स्केल भनेको चाहिँ 1:5 हुन्छ है यो अप्सनमा चाहिँ 1:1 2:1 1:5 र 5:1 मा चाहिँ हाम्रो रिड्युसिङ भनेको 1:5 हुन्छ किन भन्दाखेरि चाहिँ ड्रोइङ एउटा एक्चुअल अब्जेक्टभन्दा 5 गुणा सानो हुन्छ ड्रोइङ होइन सो हामीले चाहिँ त्यो स्केललाई रिड्युस गरेर चाहिँ हामीले त्यो एक्चुअल अब्जेक्टको स्केलिङलाई रिड्युस गरेर चाहिँ हामीले ड्रोइङ गराएको हुन्छ इफ द अब्जेक्टको साइज ठुलो छ भने चाहिँ त्यो पेपरमा राख्न सकिँदैन नि त होइन सो त्यही भएर हामीले चाहिँ के गरिन्छ भने ड्रोइङको साइज सानो गराएर चाहिँ हामीले ड्रोइङ सिटहरूमा राख्ने गरिन्छ सो 1:5 नै रिड्युसिङ हुन्छ होइन इफ या त इन्लार्जिङ भयो इन्क्रिजिङ स्केल भयो को हुन्थ्यो भने चाहिँ हुन्छ 5:1 हुन्थ्यो होइन अब्जेक्टभन्दा ड्रोइङ 5 गुणा हायर छ भन्ने कुरा हुन्थ्यो है अनि यहाँ चाहिँ कि यहाँ पनि हेर्छु अ स्केल अफ 1:2 इन अ ड्रोइङ मिन्स ड्रोइङ इज हाफ अफ द एक्चुअल अब्जेक्ट भन्दा चाहिँ ड्रोइङ 2 गुणा सानो छ भन्ने कुरा देखाएको हुन्छ होइन इफ यहाँ चाहिँ 2:1 भनेको भन्दा ड्रोइङ अब्जेक्ट भन्दा 2 गुणा ठुलो छ भनेर देखाएको हुन्थ्यो अब चाहिँ हाम्रो चाहिँ अब यो पेपरको स्केलहरूको बारेमा म एकचोटि भन्छु होइन म यहाँ चाहिँ पहिले गराएर राखिसकेको छु यो होइन फेरि भन्न सजिलो हुन्छ भनेर सो हाम्रो पेपर साइज चाहिँ यसको डाइमेन्सन सोध्न पनि सक्छ A0 A1 A2 A3 A4 होइन सो हामी म्याक्सिमम् चाहिँ हामी कलेजहरूमा युज गर्ने चाहिँ A4 साइज हुन्थ्यो नि त A4 सानो साइज हुन्छ हामीले नोट्सहरू वा प्रोजेक्टको ड्रोइङहरू गराउँदा चाहिँ हामीले A4 साइज युज गरिन्छ सो हेरौँ त हजुरले यसमा चाहिँ कस्तो छ भन्दाखेरि एउटा साइज सम चाहिँ मात्रै हुन्छ कि एउटा साइजको A0 साइजको डाइमेन्सन सम चाहिँ मात्र हुन्छ होइन सबैको हकमा पर्दैन हजुरले यहाँ हेर्नु है 841 × 1189 mm को हुन्छ A0 भनेको चाहिँ हजुर कसरी सम्झिनु भन्दाखेरि जुन डाइमेन्सन राइट साइडमा हुन्छ होइन त्यो डाइमेन्सनलाई डिभाइड गरिदिनु कति भयो यति हुन्छ अनि जुन लेफ्ट साइडमा यहाँ जुन डाइमेन्सन छ नि यो चाहिँ जेको त्यही राखिदिनु यहाँ होइन अनि फेरि यो जुन राइट साइडको डाइमेन्सन चाहिँ यसलाई डिभाइड 2 गर्नु यसलाई जेको त्यही राख्नु फेरि यसलाई डिभाइड 2 गर्नु फेरि यसलाई जेको त्यही राख्नु होइन त्यो गर्न सक्नुहुन्छ होइन यहाँ हेर्नु त हेर्नु हामीले यसलाई चाहिँ हामीले यसलाई चाहिँ डिभाइड 2 गरेर चाहिँ यो गराइयो अनि यसलाई हामीले यहाँ जेको त्यही राख्यो फेरि यसलाई डिभाइड 2 गरेर हाम्रो यति भयो अनि यसलाई चाहिँ यहाँ जेको त्यही राखेको छ
फेरि यसलाई डिभाइड गरेर यति गरायो अनि यसलाई चाहिँ हामीले यहाँ जेको दिएर राख्नेछौँ। सो हामीले यो पनि गर्न सक्छौँ होइन। मतलब गर्न सक्छौँ भन्दाखेरि यसरी एउटा डाइमेन्सन पढेर चाहिँ याद गरेर चाहिँ सबै डाइमेन्सनहरू सम्झिन सजिलो हुन्छ। सम्झिन भन्दाखेरि सम्झिनै पर्दैन होइन। क्यालकुलेसन गरेर चाहिँ आफै भइहाल्यो, डिभाइड गर्दै जाने हो दुईले होइन। त्यहाँ चाहिँ एक्जामै क्यालकुलेटर लानु थाल्छ, त्यो एउटा समस्याको कुरा हुँदैन। त्यो चाहिँ एउटा डाइमेन्सन सम्झे मात्रै हुन्छ हजुरले। वा A4को डाइमेन्सन सम्झिनु वा A0को सम्झिनु होइन। A4को सम्झिनु भने 2 गर्दै जानु पऱ्यो होइन। अनि A0को सम्झिनु भने डिभाइड 2 गर्दै गए पनि हुन्छ, त्यही चाहिँ गर्ने हो होइन। डिभाइड 2 गर्दै जाने। यहाँ चाहिँ 841 छ तर पोइन्टमा आउँछ, त्योबाट चाहिँ हामीले 4 लेखेको हुन्छ होइन यहाँ। सो त्यो चाहिँ पोइन्टमा आउँछ 841 गर्दा चाहिँ, 840 गर्दा पनि 820 आउँछ। सो अब आजको लागि चाहिँ यति होइन। अनि म पछि सबै अरू भिडियो पनि अपलोड गर्दै जान्छु। हजुरलाई भिडियो कस्तो लाग्यो होइन। अनि मैले चाहिँ के इम्प्रुभ गर्नुपर्छ, अलिक सुस्तो बोल्नुपर्छ कि ढिलो बोल्नु, मतलब अलिक छिटो बोल्नुपर्छ, त्यो चाहिँ मलाई कमेन्टमा भन्न सक्नुहुन्छ होइन। अनि अरू चाहिँ म भिडियो पछि गराउँदै जान्छु सबै भिडियोहरू। म योभन्दा अझै राम्रो नोटहरू गराउँदै जान्छु। अनि हजुरलाई लास्टमा हरेक च्याप्टर भएपछि नोट पनि दिन्छु होइन। सो आजलाई यति नै। अरू भिडियो चाहिँ म अब छिटो गरेर राख्दै जान्छु। सो केही छ कुराहरू भने चाहिँ कमेन्ट गर्नुहोस् होइन। केही मैले इम्प्रुभ गर्न चाहिँ त्यो पनि कमेन्ट गर्नुहोस्। वा कुनै च्याप्टर्सको बारेमा अझै छिटो नोट चाहियो भने त्यो पनि कमेन्ट गर्नु होइन। अनि के एड गर्नुपर्छ मैले होइन त्यो पनि भनिदिनु होला, किनकि मलाई पछि सजिलो हुन्छ। पछि नोट पछि फेरि केही भिडियो गराउँदा म त्यो चिज एड गरेर आफूले इम्प्रुभ गरेर चाहिँ पछि त्यो भिडियो गराउन सक्छु, जसले गर्दा चाहिँ हजुरलाई पनि सजिलो हुन्छ, मलाई पनि सजिलो हुन्छ होइन। अहिले के कमजोरी भएको छ त्यो पनि थाहा हुन्छ मलाई, अनि त्यही अनुसारले म इम्प्रुभ गर्दै जान्छु भिडियोमा। सो आजलाई यति नै। अनि सब्सक्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।